ओए नोकिया नहेर्नेहरूलाई चाहिँ के भन्न चाहन्छु नहेर्नेहरूले हेरिरहेकै छैन तिनीहरूलाई के भन्ने आइक्यू चेक गरेको पास भयो रे तिमी आँखाले अझ हेर्दाखेरि म्याजिकल के भइरहेछ जस्तो कि यो तपाईँहरूले हेर्नु भएको छैन होला कहिले पनि म पनि फर्स्ट टाइम दिदीले कर लाउनु बिर्स्यो जस्तो छ होइन दिदीले यस्तै देखाउनु नै भएको राखेको भित्र बसेर खान्ला होइन बाहिरै बसेर खान्ला हो क्रुज आइसक्यो कस्तो मजा आउँछ होला त यहाँभित्र मान्छेलाई यहाँभित्र बसेर विविध सिडनी हेर्नको पनि छुट्टै मजा छ होला यही क्रुजमा चढ्ने प्लान थियो हाम्रो क्रुजमा चढ्ने प्लान थियो तिमीले किन क्रुज बुक गरेर नेक्स्ट टाइम भनेर नेक्स्ट टाइम के त चिसो लागिरहेछ तिमीलाई राम्रो लाग्यो चिसो लागिरहेछ सोध्दैछु के इन्टरभ्यू ल्याउ त म भनिदिन्छु तिमीलाई अस्ट्रेलिया कस्तो लाग्छ विवेक सिडनी कतिपल्ट गयो त तिमी म 2-3 पटक 2-3 पटक रे तिमी मलाई त अघि त पहिलोपल्ट आउँदैछु भन्दै बाहिर यसरी क्याफे बाई आउटडोर सिटिङ्सहरू होइन राम्रो भयो भिडियोग्राफर हुँदैछ यहाँ राम्रो छ यहाँ तिमीलाई के भनेको लाग्यो ज्याकेट लाउने प्लान थिएन मेरो टी सर्ट यस्तो राम्रो छ भित्र तर यस्तो चिसो छ कि ज्याकेट लाउनु परिरहेछ हो भ्लग हेर्नेहरूलाई के भन्न चाहन्छु यस्तै हाम्रो भ्लग हेरिदिइराख्नु होला हो नहेर्नेहरूलाई चाहिँ के भन्न चाहन्छु नहेर्नेहरूले हेरिरहेकै छैन तिनीहरूलाई के भन्ने आइक्यू चेक गरेको पास भयो रे तिमी पानी कस्तो राम्रो देखियो घर भन्दा नि है पानी पनि राम्रो देखिने कि अस्ट्रेलियाको त अरू के भन्छ भन यहाँबाट फेरि चढ्न मिल्छ कहाँ हेर अर्को एउटा म तिमीलाई ज्ञान दिइहाल्छु हामीले अब यसरी भिडियो रेकर्डिङ गर्दाखेरि पब्लिक प्लेसेसमा अरू मान्छेहरूको मुख देख्नु नर्मल हो होइन तर त्यही भन्ने मान्छे चाहिँ फेरि मुख देखाउनु भएन क्या फेरि मान्छेको प्राइभेसी हनन भएको नि हुनसक्छ त्यही भएर अब यो ह्युम्यानिटी अब अर्को एकदमै राम्रो देखाउन गइरहेको छ यो तपाईँहरूले हेर्नु भएको छैन होला कहिले पनि म पनि फर्स्ट टाइम के भएको रे कसरी के भइरहेछ त्यो कसरी माथि जाँदैछ मलाई लागिरहेछ लिफ्टमा यो सो भइरहेछ होला त्यो माथि गयो त्यसलाई एउटा स्पेससिपले लखेटिरहेको जस्तो छ यहाँ फुलहरू छ त्यहाँ प्रोजेक्सन छ नि त्यहाँ त त्यो प्रोजेक्सन भन्दा प्रोजेक्टरले के गर्दैछ त प्रोजेक्टरले त्यहाँबाट उस गरिरहेको छ कि फालिरहेको छ त्यहाँ नि ए यहाँ पो रहेछ नि त यहाँबाट सबै जाँदो रहेछ कि तर जे छ एकदमै राम्रो छ अनबिलिभेबल छ आँखाले अझ हेर्दाखेरि म्याजिकल के भइरहेछ जस्तो कि हामीलाई मुभी हेर्दा त सानो सिनेमामा मुभी हेर्दा त्यस्तो हुन्छ यत्रो बिल्डिङमै के हेरिरहेछौँ क्या हामी सो अनरियल उता के भन्यो ए अक्टोपस भनिसक्यो अक्टोपस र के मैले ए घर हो बिल्डिङ ओ माथिबाट पानी पर्दा समुद्रको पानी कसरी माथि जान्छ भन्ने कुरा हो छाल भन्यो क्या त्यो छाल भन्यो पिङ्क कलरको पनि ओए नोकिया
नोकिया 3310 नोकिया भयो है यहाँ नोकिया भयो आगो लाग्यो आगो लाग्यो घरमा दमकल बोलाउँछ फोन हान ढिङ डडक ढिङ 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 डडक ढिङ आगो बलिसक्यो नोकिया नोकिया जल्यो आगो बल्यो आगो बल्यो नोकिया जलेर स्टार प्लस भयो 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 हजुर हजुर नलजाउनुहोस् हजुर नलजाउनुहोस् मेरो नाक चाहिँ हजुर 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 किन लजाउनु भएको ठिकै छ त फलो बिचरा उ त्यहाँ त त्यही अब नेक्स्ट डे देखाऊ सिनहरू देखाऊ सिनहरू अब मै सिन हुनु ए तिमीले अब यहाँ एकदमै हेरेर ओर्लिनु पर्छ किनकि यहाँ सिडी छ आफूले कि ओ ओ ओ ओ दिदीले कर लाउनु बिर्छ जस्तो छ होइन दिदीले यस्तै देखाउनु नै भएको जानुभयो दिदी तिमीले भनेर जानुभयो के नि अलरेडी घरबाट खाएर आएको थियौँ भात दाल तरकारी अब यो खाने कुरा हेर्ने मात्र हो त्यही हो त्यसो पनि मिठो हुँदैन खास अब यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ हेर्न सक्नु भइहाल्छ भइरहेको छ हेर्न सक्नुहुन्छ हेर्न सकिहाल्नु अब यहाँ एकदमै धेरै खानेकुराहरूको फुड स्टल्सहरू पनि रहेछ त्यहाँमा तपाईँहरूले के अरे स्न्याक्सहरू जस्तै कि चिकन फ्रेन्च फ्राइज बर्गर जस्तो कुराहरू खान सक्छन् अथवा जुसेस फलफुल हेल्दी धेरै खोज्नुहुन्छ भने स्यालेड्सहरू पनि छ तर प्रायः यहाँ फ्राइड चिकनहरू बढी हुन्छ किनकि मान्छेलाई त्यही हजुरलाई के खान मन छ हजुरलाई के खान मन छ आई एम प्रिटी मच फुल अहिले विल ट्राई लेटर अन यहाँ यसरी बाहिर बसेर नि खान मिल्छ एकदमै एस्थेटिक लाइटका साथ बाहिरै बसेर खाँदा हो ए धन्नै मान्छेहरूले त भित्र बसेर मान्छेले फेरि अब त्यो कुर्सीहरू बाहिर छ उल्टो बुझ्थ्यो होला मान्छेले कुर्सी बाहिर छ भित्र बसेर खाने खाने हो कि अँ त्यो हुन्छ नि त होइन त्यहाँदेखि एकदमै हुन्छ कि कार्टै कार्ट छ जहाँ त्यही खानेकुराहरूको कार्ट छ यहाँ उतापट्टि चाहिँ लाइट सोहरू छ यहाँ आएर लन्डन आए जस्तो फिल भइरहेछ भने ए यो घर हेरेर के ए यस्तो ब्रिक्सहरूको घर लन्डन पहिला कहिले गएको थियो अरे लन्डन अँ पहिला गएको थियो नि होइन सपनामा गएको सपना लन्डन गए जस्तो फिल भयो यो यसको डिजाइन हेरेर ए किनकि अस्ट्रेलियामा प्रायः बिल्डिङ्सहरू देखेको अँ, अँ, होइन म अँ। धेरै घुमेकै छैन अब मान्छेहरूले फेरि अस्ट्रेलिया देखेको छैन भन्छ होइन तर म धेरै अस्ट्रेलिया ए को मान्छेले पनि त्यस्तो भने त्यो भन्छ। भन्दैन नि भन्दैन अनि मैले चाहिँ अब मैले चाहिँ के अरे ए ल बिल्डिङ्सहरू ल ल सबैले बुझे बुझे सबैले बुझे अब यता ट्राइङ्गल एसियाको घरहरू चाहिँ मलाई किन किन युकेमा मात्र ल हस् हुन्छ Okay, it's working. I don't know how to stop. Oh. Okay, I'll try a fancy finish. Fancy finish in 3. टर्नै लगाइसक्यो टर्नै के अरे छानो छानो It's a tunnel. Yeah.
मैले त्यहाँ के अरे आउँदा आउँदै सिङ्गै चिकनहरूलाई आगोमा डाइरेक्ट ग्रिल गरे जस्तो आदिवासी स्टाइलमा लगाइरहेको थियो त्यो पनि भिडियो म उक्लिँदा हुँदैन त्यो बोतलमा राख भयो त्यो बोतल जहाज आयो पाइरेट अफ द क्यारिबियनहरू आयो होइन अनि त्यसपछि पाइरेट अफ द क्यारिबियनहरू आइरहेछन् त्यहाँ आइरहेछन् अब माछाहरूको प्लान भइरहेछ यिनीहरूले अब हामीलाई खान्छन् पक्कै पनि त्यही भएर अब हामीले के गर्ने होला त भनेर तिमीले सोचिरहेछन् माछाहरूले अक्टोपसलाई बोलाउने प्लान एउटा माछा नाउ जस्तो किन छ त्यो त्यो एउटा माछा चाहिँ के भन्छ त्यो तिनीहरूले बनाएर चेक गरेको माछाको लागि जासुस पठाएको कि तिनीहरू माछाभित्र पनि के प्लान भइरहेछ भनेर क्यारिबियनहरूले चाहिँ पुरा प्लान बनाइरहेछन् त्यहाँ हेरेर होइन अनि त्यसपछि तिनीहरूले चाहिँ अब हेरिरहेछन् त्यो माथिबाट हाने एलियन आयो एलियन नि आयो एलियनले हानान भयो अर्को भाग्यो त्यसपछि स्पेसमा गयो भने सबै अब त्यो स्पेसमा के हुँदैछ त्यहाँनिर के न के भइसक्यो